गतेसम्म गगन थापाजीले निकास दिनु भएन भने सोध्नुस् गगनजीलाई चुनाव क्षेत्र तपाईँ कहाँबाट चुनाव लड्नुहुन्छ भनेर सोध्नुस्। यो क्षेत्रबाट लड्छु भन्न सक्नुभयो भने म चुनाव लड्दिनँ। मलाई जुन क्षेत्र पठाएर जितेर आएन म शेरबहादुर राई कहिले नहार्ने मान्छे। गगन थापाजी नभए भए पार्टी माटोमा जान्थ्यो अरे। प्रधानमन्त्री हुन एउटा त चुनाव जित्नु पर्यो, प्रतिनिधि सभाको चुनाव जित्न चुनाव क्षेत्र चाहियो। उहाँको चुनाव क्षेत्रै छैन। ल सोध्नुस् गगनजीलाई चुनाव क्षेत्र तपाईँ कहाँबाट चुनाव लड्नुहुन्छ भनेर सोध्नुस्। यो क्षेत्रबाट लड्छु भन्न सक्नुभयो भने म चुनाव लड्दिनँ भनेको थिएँ मैले। खोइ त क्षेत्र अनेक ढाँडछल गरेर त्यहाँबाट चुनावमा लड्नुभयो। फेरि खोज्दै कहिले सोलु कहिले सर्लाही कहिले कहाँ भन्दा उहाँ गएर लड्नुभयो। उठ्नु त भएन नि। त्यसपछि दोष अरूलाई लाउनुहुन्छ। नेताहरूले सहयोग गरेन भनेको छ। शेरबहादुर देउबाजीले चुनाव सहयोग गरेन, मोहन बस्नेतले गरेन, एसपिसीले धेरैले गरेन अरे। म आज पनि यो मञ्चबाट भन्न चाहन्छु, म प्रष्ट बोल्ने मान्छे हो। देशमा चुनाव जित्न सक्ने नेता जति डाक्टर साहब लगातार जितिरहनु भएको, प्रकाश राई जितिरहनु भएको छ, शेरबहादुर राई कहिले नहार्ने मान्छे, धेरै नेताहरू थिए। मेरो जिल्लामा दुईटै क्षेत्र जित्थ्यो। मलाई जुन क्षेत्र पठाएर जितेर आएन म काङ्ग्रेसको 15 सालमा जमानत जफत भएको क्षेत्रहरूमा जहाँ भयो नि जित्दै आएको हो नि। अरू साथीहरू दर्जनौं नेताहरूलाई नदिने के रे भन्दा यो संसदीय दलको नेता होला कि ऊ संसदीय दलको नेता हो, यस्तो हुँदा 20-25 जना त त्यही परेछ। अनि कहाँ चुनाव जित्ने अनि छैन, निमिट्यान्न, देशभरि निमिट्यान्न। अब यही परिस्थिति फेरि चुनाव, स्थानीय चुनाव आइसक्यो, प्रदेशको चुनाव आइसक्यो। शेरबहादुर देउबाज्यूको नेतृत्वमा अहिले भएका हाम्रा नेताहरूको सक्रिय सहयोगमा समन्वयमा नेपाली काङ्ग्रेस वडामा पनि ठुलो पार्टी, प्रदेशमा पनि ठुलो पार्टी, पालिकामा पनि ठुलो पार्टी, सङ्घमा पनि ठुलो पार्टी, राष्ट्रिय सभामा सानो पार्टी थियो। सबै नेताहरूसँग सल्लाह गरेर एमालेसँग तालमाल मिलाएर डिप्लोमेटिक तरिकाले फेरि काङ्ग्रेसहरू भट्टाबाट जित्नु ठुलो पार्टी राष्ट्रिय सभामा। यो आफू कहिले नहार्ने पार्टीलाई सधैँभरि ठुलो बनाउने नेताहरू चाहिँ उहाँको सिग्नेचर नहुने रे, उहाँहरू काम छैन रे। अनि अनेक फन्डाबाजी गरेर पटाएर पुटो पारेर जितेर आए। अहिले आएर थलापछि पार्टीको यो हालत छ। अझ के रे, गगन थापाजी नभए भए पार्टी माटोमा जान्थ्यो अरे। अनि अहिले चाहिँ कहाँ गयो त पार्टी, कहाँ गयो? त्यसकारणले त्यो मरणासन्न अवस्थामा रहेको काङ्ग्रेसलाई उछाल्नका लागि, उठाउनका लागि, बलियो बनाउनका लागि, मर्दहरूको पार्टी बनाउनको लागि, ठुलो पार्टी बनाउनको लागि, मुलुकको भविष्य हाँक्नका लागि सबै दलहरूलाई मिलाएर यो देशको निकास दिनका लागि निरङ्कुशतालाई जुन बाध अहिले हाबी भइरहेको छ यसलाई रोक्नका लागि बलियो काङ्ग्रेस, जाँगरिलो काङ्ग्रेस, ठुलो काङ्ग्रेस, सशक्त काङ्ग्रेस, सबैलाई मिलाएर लान सक्ने हैसियत भएको काङ्ग्रेस मिलाएर लिएर जाने काङ्ग्रेस निर्माणको लागि काङ्ग्रेस फुटाउन होइन, त्यो निर्माणको लागि सशक्त भूमिका निर्वाह गरेर अहिले नेताहरू आइरहनु भएको छ। यदि 28 गतेसम्म गगन थापाजीले निकास दिनु भएन भने त्यसपछि पार्टीले नयाँ कार्यदिशा पनि दिन सक्छ। त्यो 29 गतेबाट सुरुवात हुन्छ। त्यो अभियानमा जुन ढङ्गले अहिले देशव्यापी रूपमा नेताहरू खट्नु भएको छ, लाग्नु भएको छ, यहाँ बसेका युवाहरूले एकै ढङ्गले आफ्नो जिल्लामा यो अभियान अगाडि बढाउनको लागि पनि यो कार्यक्रमको उद्देश्य हो। र अर्को कुरा, यो सामाजिक सञ्जाल भन्ने चिज बन्द गर्ने बित्तिकै एकै रातमा सरकार पनि गयो, लगभग व्यवस्था पनि गयो, जान त गयो, आउनु चाहिँ कतिलो आएन फेरि। त्यसो यो सामाजिक सञ्जाल यस्तो बलियो हुँदो रहेछ। मैले पनि सिन्धुपाल्चोक जिल्लामा सुकुटे भन्ने ठाउँमा चाहिँ ठुलो एउटा युवाहरूको भेला गरेर सामाजिक सञ्जाल परिचालन गर्नका लागि साथीहरूलाई मैले अनुरोध गरेँ, ठुलो भेला गरेर। यस्तो खट्नुभयो सिन्धुपाल्चोकका साथीहरू, चुनावको बेलामा विपक्षीहरूले सासै फेर्न सकेन। एक ढङ्गले भन्यो भने हामीले निर्वाचन नकाउडे हान्यौँ, हुटुङ पेलेको पेले, भोट गर्दाखेरि पनि एक ठाउँ पनि छाडी छैन, सबै अगाडि पेल्यो। त्यसकारणले यो युवा साथीहरू, अब देशभरि छरेका युवा नेतृत्वहरू यहाँ हुनुहुन्छ। तपाईँहरूले यो सामाजिक सञ्जाललाई कसैलाई यहाँ चाहिँ रमिता देखाउन मात्रै होइन,
कसैलाई चालचेल गर्न मात्र होइन, कसैलाई नाटक देखाउन मात्र होइन, झुट्टा कुरा गर्न मात्र होइन, बकवास गर्न मात्र होइन, देशलाई थला पार्न मात्र होइन, प्रजातन्त्र बिगार्न मात्र होइन, यो मुलुक हाँक्न काङ्ग्रेसलाई सङ्गठित गरेर यो मुलुकलाई हाँक्नका लागि युवाहरूको कलम सामाजिक सञ्जाल मार्फत सशक्त रूपमा अगाडि बढाउनुपर्छ र हाम्रा नेताहरूले जुन तरिकाले अहिले विभिन्न किसिमको आक्षेप लाउन सुरु गरेका छन् त्यसको रक्षा कवच बनेर तपाईँहरू अगाडि बढ्नुपर्छ। यसका लागि पनि यो कार्यक्रम हामीले सञ्चालन गर्न खोजेका र साथीहरूलाई अनुरोध गर्न चाहे। त्यसपछि अब पार्टी साँच्चै अप्ठ्यारोमा छ। नौटङ्की गरेर राजसभासँग मितै लागेको छ गगन थापाजीको समूहले। हिजो पनि 4 नम्बरमा राजसभाको सहयोग जित्या हो, चितवनमा राजसभालाई सहयोग गरे हो, काङ्ग्रेस हरायो। कसले होइन भन्छ? होइन भने कोही छ? त्यसपछि अब त्यसरी हाँटेर उहाँहरू अहिले पनि छलछाम गरेर